हेलो गाइज दर्शक नमस्ते। अहिले चाहिँ म यहाँ बनेपा बस पार्कमा छु है। बनेपा बस पार्कमा बसिरहेको छु, घरमै हिँडेको। आज चाहिँ हतियारको दिन हो। मेरो साथमा चाहिँ सानो भाइ पनि छ यहाँ। हामी चाहिँ गाडीको वेटिङमा छौँ। के भन्ने हो, हामी कहाँ हिँडेको? हामी यता काभ्रे चण्डेनी हिँडेको। काभ्रे चण्डेनी हाम्रो चाहिँ हामी चाहिँ घरमा अहिले हिँडेको गाडीको वेटिङमा छौँ हामी चाहिँ। तपाईँहरू चाहिँ जानुभयो कि भएन? हाम्रो चाहिँ बनेपा बस पार्कबाट लाग्छ गाडी चाहिँ है। यस्तो छ बनेपा बस पार्क चाहिँ, हेर्नु होला पुरै। यता चाहिँ आसपास यस्तो छ, हेर्न सक्नुहुन्छ है पुरै। यस्तो छ पुरै बनेपा बस पार्क हो यो चाहिँ। यस्तो छ है यो चाहिँ। यता देखिने चाहिँ जेनजीको आन्दोलनमा यो पनि जलाइदिएको रहेछ, हेर्नुहोस् है। यस्तो छ सबैतिर, चारैतिर उदास छ। बनेपा बस पार्क हो यो चाहिँ। हामी चाहिँ अलिकति भित्रपट्टि छौँ। यहाँ चाहिँ जेनजीको आन्दोलनमा चाहिँ पुरै यसरी चाहिँ नि सबै जलेको रहेछ। यो चाहिँ पुरै पुरै जलेको रहेछ यहाँ पनि यसरी। पुरै यस्तो रहेछ। गाडीहरू पनि पुरै जलेको छ, हेर्न सक्नुहुन्छ सबै। यतातिर चाहिँ सबै यसरी चाहिँ पुरै सब जेनजीको आन्दोलनमा चाहिँ सबै जलेको रहेछ। गाडीहरू यसरी जलाएको छ सबै। यस्तो छ, यस्तो छ पुरै। चाहिँ बनेपा बस पार्कको देखाइरहेको छु है साथीहरू मैले सबै। यस्तो छ पुरै, हेर्न सक्नुहुनेछ है सबै। बनेपा बस पार्क आसपास बस पार्क भित्रै हो यो चाहिँ पुरै। हरियाली पनि छ। यस्तो छ है साथीहरू, पुरै देख्न सक्नुहुन्छ। आसपास चाहिँ यस्तो छ, निकै रमाइलो छ है बनेपा बस पार्क पनि साथीहरू। हेर्नु होला नयाँ नयाँ साथीहरूले चाहिँ है। पुरानो साथीहरूले त चिन्नुहुन्छ। काभ्रे प्लङ्चोक काभ्रे जिल्ला है यो चाहिँ बनेपा बस पार्क हो। हामी चाहिँ अहिले घरमा हिँडिरहेको छौँ। भाइ पनि यहाँनिर, भाइ पनि यहाँ बसिरहेको छ। हामी चाहिँ यसरी शीतल तापिरहेको हो। निकै आनन्द रहेछ, त्यही भएर शीतल तापिरहेको पुरै। यहाँ चाहिँ आनन्द पनि छ है, किनकि गाडी चाहिँ 3 बजे जाने हुनाले हामी चाहिँ पास्ट टाइममा चाहिँ हामी यसो यतातिरको यतातिर चाहिँ हामी चाहिँ घुमिरहेको छौँ है। यस्तो छ सक्नुहुन्छ। हामी चाहिँ गाडी खोज्दैछौँ है, कुन चाहिँ गाडी हो भनेर। लाइनमा छौँ हामी चाहिँ। अहिले गाडी भेटेपछि तपाईँहरूले हुन्छ सायद यो परतिरको लाइनको गाडी हुनसक्छ। हामी चाहिँ गाडी हेर्दै हेर्दै हिँडिरहेको छौँ। अहिले भेटे पछाडि साथीहरू यो चाहिँ हाम्रो टिकट काउन्टर हो है बनेपाको। हामीले चाहिँ गाडी भेटिसकेको छौँ मैले टक्क लाएर। अब चाहिँ हामी अहिले गाडी चढ्ने क्रममा छौँ एकछिनमा। अहिले चाहिँ हामी गाडीमा चढिसकेको छौँ है साथीहरू। यस्तो हाम्रो चाहिँ अब हाम्रो चाहिँ एकछिनमा हिँड्ने क्रममा छौँ। हामी चाहिँ 3 बजीतिर हिँड्छौँ यहाँबाट। हाम्रो चाहिँ क्याबिनको परेको छ। चाहिँ क्याबिनमा को टिकट मिलेको छ हाम्रो चाहिँ। हामी चाहिँ क्याबिनमा छौँ अहिले। एकछिनमा हिँड्ने क्रममा छ गाडी चाहिँ है। अहिले चाहिँ मान्छे खाली नै छ, मान्छे चढिसकेको छैन। एकछिनमा हिँड्ने टाइममा चाहिँ मान्छे चढ्नुहुन्छ। आइजहरू हाम्रो चाहिँ टिका लाउने चेलीहरू पनि आइदिएको है यहाँ। यहाँ बहिनीहरू पनि आइदिएको छ। अहिले हामीले चाहिँ बस पार्कमा भेटेका छौँ। अब हामी चाहिँ सँगै जान्छौँ। हाम्रो भान्जी, सानो भान्जी पनि है, सबैजना यहाँ हामी छौँ है। अब हामी चाहिँ सँगै जानेछौँ, गाडीमा चढेर जानेछौँ है। सरर जानेछौँ है बनेपाबाट। हामी चाहिँ घर जाने प्रतीक्षालयको वेटिङमा छौँ है। सबैजना भेटिसकेको छ, गाडी हिँड्ने बेला भएको छैन। हामी चाहिँ एकछिन यहाँनिर वेटिङमा छौँ। शीतल तापिरहेको छौँ पुरै। गाडी आइसके पछाडि चाहिँ सरर घर गइन्छ है। केको मासु खाने भाइ?
भालुको मासु खाने हो अनि त्यहाँ घरमा गएर चाहिँ होइन कुखुराको मासु या के को मासु खाने भन्छ कुखुराको कुखुराको खाने हो ए ल ल हाम्रो चाहिँ यहाँ भान्जा भान्जी बाबुहरू सबैजना भाइहरू सबैजना छौँ हामी चाहिँ जे बसपाराको आसपासमै छौँ पुरै सबै हेर्नु सक्नुहुन्छ गाडी चाहिँ यहाँनिर बसिरहेको छ गाडी चाहिँ अहिले हामी बेला भएपछि टक्कै चढ्ने त्यही हो हामी चाहिँ जाने गाडी घर जाने प्रतीक्षामा गाडी कुदेर बसिरहेको यस्तो छ यहाँ चाहिँ हाम्रो सबैजना है यसरी बसिरहेछौँ सबैजना है पुरै वेटिङ सबैजना भेटिसकेको छ साथ तिहारको दिनको हो घर जाँदैछौँ गाडी चाहिँ यता छ अनि चाहिँ यसरी चाहिँ पुरा प्रतीक्षालयमा हावा खाने क्रममा चाहिँ बसिरहेको छौँ ओके अहिले गाडी चढेपछि देखाउने छु अहिलेको हेलो गाइजहरू अहिले चाहिँ हामी हिँडिसकेको छौँ है त अब चाहिँ हामी गाडी हिँडिसकेको छ अब चाहिँ हामी टक्क लाएर निस्किसकेका छौँ है त सबैजना हामी चाहिँ बनेपाबाट हिँडिसक्यौँ है त ओके बाबाई के कस्तो छ सल्लाह सुझाव दिनुभयो है त साथीहरू